सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ र आफ्टर लङ टाइम भन्दा पनि 2 दिन बाद भिडियो बनाउँदैछु र आज चाहिँ रुममै छुट्टी थियो रुममै भिडियोहरू बनाउँदै थिएँ र त्यति भन्दै म चाहिँ पहिला सुरु लुगासुगा धोएर सुकाउनुपट्टि लागेँ र लुगासुगा धोएर म चाहिँ अब रुमहरू सफा गर्नुपट्टि लागेँ किनभने रुमहरू च्यालाल्याङ भइरहेको थियो र रुम सुम मिलाएर चाहिँ मलाई चाहिँ सन्डे या मन्डे रोज काउ अन्डे भन्दै अन्डाहरू खाइदिएँ बिहानै उठेर ढिलै नगरिकन म चाहिँ दोकानतर्फ लागेँ बिहान भन्दा पनि बिहानै थियो तर पानी चाहिँ ओभर पर्न आँटेको थियो त्यो पाहाडीपट्टि र मैले त्यही भएर भिडियो गरेको थिएँ अन्त दोकानबाट आएर चाहिँ पफकर्न किनेको थिएँ र चियाको लागि दुध किनेको थिएँ मैले र घरमा ढिलै नगरिकन म चाहिँ चिया र पफकर्न बनाउनुपट्टि लागेँ र साथीभाइहरू पनि आएको थियो रुममा र साथीभाइहरूलाई चाहिँ सर्भ गरेर म पनि खानुपट्टि लागेँ र अचानक मलाई चाहिँ क्रेभिङ भयो रामेन खाने र मैले पनि ढिलै नगरिकन रामेन खानुपट्टि लागेँ र रामेन खाइसकेको साथ चाहिँ मलाई चाहिँ मासु खानु मन परिरहेको थियो र ढिलै नगरिकन म पनि मासुहरू बनाउनुपट्टि लागेँ र मासुको चाहिँ मैले फ्राइड राइस बनाएको थिएँ र त्यति नै थियो आज भोलि चाहिँ मेरो रुममा यतिको जाँदैछ दिनहरू र तपाईँहरूलाई कस्तो लाग्दैछ मेरो भिडियो र होप यु गाइस लाइक इट सी यु इन नेक्स्ट मिनी भ्लग र त्यति भन्दै बाई।